टक्क म यहाँ सौरा यो रोयल किचन एन्ड बारमा आइपुगेको छु र अब पनि एकदमै लागिरहेछ होइन। कस्तो इन्भाइरोमेन्ट छ, कस्तो खाजाहरू पाइन्छ भनेर म तपाईँहरूलाई देखाउँछु है त। टक्क यहाँ यता काउन्टर छ होइन, अनि यता एकदमै बसेर खान मिल्ने होइन। यता पनि बस्न मिल्छ, यता पनि बस्न मिल्छ, यता पनि बस्न मिल्छ। एकदमै राम्रो इन्भाइरोमेन्ट छ, एकदमै कजी इन्भाइरोमेन्ट। ल रोयल किचन एन्ड बारको मैले फेस्टिभल स्पेसल मेनु हेरिरहेको छु होइन। यसबाट एउटा ऱ्यान्डमली टक्क मासु खान मन लागिरहेछ होइन। अब लोकल मासु त पाइँदैन होला सायद है। ल यसबाट चाहिँ ग्रिल्ड चिकन मैले चाहिँ सिलेक्ट गरेँ है त। खाना पनि आइपुग्यो होइन। यहाँ चाहिँ यो ग्रिल्ड चिकन छ होइन, यो दिस इज ग्रिल्ड चिकन। अनि यसमा चाहिँ एकदमै दामी पोलेको आलु छ होइन। यो चाहिँ कागती है, अनि मटर कोसा है, क्रो होइन, सलादहरूको आइटम, टमाटर पनि छ यसमा। अनि त्यसपछि सागहरू छ, प्याज छ होइन। अनि यो टक्क दामी छ है, यो टमाटरको अचार होइन। यो चाहिँ अचार होइन, यो एभोकाडोहरू यस्तो फलफुलहरू मिसाएर बनाएको अचार भन्नु। चट्ट यो अचार राख है, चट्ट यो म चट्ट खान्छु है त। ल दामी छ है, एकदमै मिठो छ है, एकदमै मिठो छ।